पछिल्लो समय सामाजिक सञ्जालमा अत्यन्तै भाइरल स्टार फुटबलर एरोन थापा मगर छोटेले अन्तत नेपाल सुपर लिग एनएसएल खेल्ने भएका छन्। आगामी चैत्र 16बाट राजधानी काठमाडौँ सहित पोखरामा आयोजना हुने तेस्रो सेसनको नेपाल सुपर लिग एनएसएल को प्लेयर्स ड्राफ्ट क्याटेगोरी सी मार्फत एरोनलाई पूर्वको टोली झापा एफसीले आफ्नो टोलीमा अनुबन्ध गरेको हो। ड्राफ्ट मार्फत झापाले एरोनसँगै डिफेन्डर सृजन दानी, श्याम मुर्मू र अभिषेक गुरुङलाई पनि टोलीमा सामेल गरेको छ। आइतबार ललितपुरको झम्सिकल स्थित द प्लाजामा सम्पन्न खेलाडी अनुबन्धन ड्राफ्ट मार्फत सहभागी 7 टिमले सी क्याटेगोरी तर्फ एरोन सहित अन्य 26 खेलाडीहरू टिममा भित्राएका छन्। अखिल नेपाल फुटबल संघ एन्फा संघको सहकार्यमा क्याटेगोरी सी तर्फको ड्राफ्टमा नाम दर्ता भएका 94 खेलाडीहरू मध्ये केवल 27 जना मात्रै छानिएका हुन्, जसमा स्टार एरोन थापा मगर पनि भाग्यशाली खेलाडी बनेका हुन्, जो 1 देखि 1,50,000 नेपाली रुपियाँमा छापामा जोडिएका हुन्। तर विडम्बना पश्चिम नेपाल बुटवल घर भएका एरोनलाई आफ्नै गृहनगरको टोली बुटवल लुम्बिनी एफसीले भने चिन्न सकेन। नेपालका विभिन्न ख्याति प्राप्त मफसलका प्रतियोगिताहरूमा एकपछि अर्को म्यान अफ द म्याच पर्फर्मेन्स दिइराखेका एरोनको क्रेज र लोकप्रियता नेपालका कुनै राष्ट्रिय टोलीको खेलाडीहरूको भन्दा कम छैन। पछिल्लो समय नेपाली पुरुष फुटबल तर्फ आम नेपाली फुटबल प्रेमी समर्थकहरूको वितृष्णा बढ्दै गर्दा एरोन प्रतिको क्रेज भने उल्लेख्य रूपमा बढेको पाइएको छ। एरोन र झापाको सम्बन्ध झापा भद्रपुर गोल्ड कप 2081बाट नजिकेको हो। घरेलु टोली झापा 11ले एरोन र उनका माइला दाजु एलन थापा दुवैलाई प्रतियोगिता खेल्न टोलीमा अनुबन्ध गरेको थियो। गोल्ड कप भर उत्कृष्ट प्रदर्शन गरेका एरोनले टिमलाई फाइनलसम्म पुर्याए, तर विडम्बना अर्को झापाली टोली भद्रपुर ब्लेजरसँग 2-0 गोल अन्तरले पराजित हुँदा एरोनको टिम उपाधि विहीन बन्न पुग्यो। भद्रपुर गोल्ड कप लगत्तै थापा दाजुभाइले इटरी गोल्ड कप 2081मा पनि झापा 11बाट खेलेका थिए। विडम्बना क्वार्टर फाइनलमा मसिन्द्रा क्लबसँग 1-0ले पराजित हुँदा झापा प्रतियोगिताबाटै बाहिरियो। नेपाल सुपर लिगको तेस्रो संस्करणमा आएर प्रतियोगितामा डेब्यू गर्न आँटेका 21 वर्षीय प्रोलिफिक लेफ्ट फुटर एरोनले फ्रेन्ड्स क्लबबाट 2078-79 ताका शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग समेत खेलिसकेका छन्। पूर्व राष्ट्रिय फुटबल खेलाडी डोना थापा मगरको कान्छा भाइका रूपमा परिचित एरोनले आफ्नो खेल कौशल मार्फत नेपाली फुटबल वृद्धमा आफ्नै परिचय बनाइराखेका छन्। पछिल्लो समय धेरैले एरोनलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नबोलाएको भन्दै एन्फाको विरोध समेत गरिरहेको अवस्था छ। तर यहाँलाई स्मरण गराउन चाह्यौं, यसको लागि एरोनले पहिला त राष्ट्रिय स्तरमा ख्याति प्राप्त फुटबल प्रतियोगिता खेल्न जरुरी छ, जहाँ हालका मुख्य प्रशिक्षक म्याट रोसको समेत नजर रहोस्, जुन एक्सपोजर अब एरोनलाई नेपाल सुपर लिगको तेस्रो संस्करणले दिँदैछ। यही एनएसएलमा उनले पस्कने खेल कौशल नै एरोनका लागि राष्ट्रिय टोलीको ढोका ढकढकाउने माध्यम बन्न सक्छ। आफ्ना दाजु डोना थापा मगर र एलन थापाको छत्र छायामा फुटबल खेल्दै हुर्केका एरोन थापा छोटेका लागि मौका यही हो। अब राष्ट्रिय टोलीमा पर्दै नेपालको चन्द्र सूर्य अंकित जर्सीमा आफूलाई उभ्याउँदै आफ्नो र दाजुहरूको सपना साकार पार्ने सबैका लोकप्रिय स्टार फुटबलर एरोन थापा छोटेलाई एनएसएल सिजन 3 मा उत्कृष्ट प्रदर्शनका निमित्त हाम्रो तर्फबाट पनि अग्रिम शुभकामना। जय देश, जय नेपाली फुटबल।